एमालेलाई समाप्त गर्न खोजे। एमाले एक्लै लडेर जनताले चाहेको सबभन्दा ठुलो पार्टीको रूपमा ल्याउनु हैसियत बनायो। प्रचण्ड लगायतका 5 दलले चुनौती दियो। आज नेपाली जनतामा अन्तर्राष्ट्रिय पुँजीवादीहरूले फ्रस्ट्रेसन, डिप्रेसन को जुन बिउ रोपिरहेका छन्, सोसियल मिडियाको दुरुपयोग गरेर, डिस्कर्डहरूको दुरुपयोग गरेर, बालनहरू, सुदन गुरुङहरू सिल्फे टोली र जी टोली खडा गरिरहेका छन्। त्यसको आधार नेपालमा आफूलाई क्रान्तिको नायक ठान्ने प्रचण्डको कारणले भएको भन्ने कुरामा कुनै दुविधा रहेन। र प्रचण्ड रूपी त्यो रुखमा बालेन रूपी ऐँजेरू पलायो, रवि लामिछाने रूपी ऐँजेरू पलायो। नेपालको राजनीतिलाई घृणामा परिणत गर्ने कुरामा, दलहरूप्रति र नेताहरूप्रति घृणा प्रकट गराउने कुरामा आज यो देशमा आगजनी हुने कुरा, हत्या हिंसा गर्ने कुरा, तोडफोड हुने कुरा र डिस्कर्ड मार्फत आपराधिक गतिविधि गराउने कुरामा प्रचण्ड जति दोषी छ त्यत्तिकै दोषी बालेन र रवि लामिछानेहरू पनि छन्। किनभने यी सबैलाई प्रधानमन्त्री बन्नु रहर थियो। प्रचण्ड आफ्नो घर गलेपछि बिउतिए। रवि लामिछाने 14,000 कैदीको नेतृत्व गरेर बाहिर निस्के। 500 भन्दा बढी चौकी जले, 1200 भन्दा बढी हतियार लुटिए, लाखौं गोली लुटियो। जब राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा रवि लामिछानेलाई मलाई प्रयोग गरेको भन्ने कुरा उनले बुझे, उनी लुसुक्क फेरि जेलभित्र छिरे। हिजो ड्राइभर हत्या भएको प्रकरण, हिजो 100 पत्रकारले आत्महत्या गरेको प्रकरण, 2टा पासपोर्ट बनाएको प्रकरण, 2टा नागरिकता बनाएको प्रकरण, अनेक प्रकरण अस्थिर राजनीतिको भित्रको खोर खेलभित्र रहेर रवि लामिछानेले मिलाए। सहकारी केसमा जेलभित्र छन्। अहिले सुशीला आमैसँग कुरा मिलाएर सुशीला आमैले बनाएको सहाय आयोग नम्बर 2 गौरीबहादुर कार्कीको आयोगमा बयान दिएको नाटक गरेर तिमी बयान दिन आऊ। त्यस पछाडि केपी ओली, रमेश देवकोटालाई पनि हामी ल्याउन हामीलाई बल पुग्छ भन्ने नाटकको आधारमा बयान दिएर सफाई हुन खोज्दैछन्। सुमना श्रेष्ठ र सन्तोष परियारले रवि लामिछानेले लिएको कदम गलत छ, बेठिक छ भनेर त्यो पार्टीबाट विद्रोह गरेका छन् र देशव्यापी त्यो पार्टीको विद्रोह हुँदैछ। र बालेन अहिले जेएनजीकी हजुरआमालाई प्रधानमन्त्री बनाएर प्रचण्ड, रवि जस्ता अलिकति राजनीतिक चेत भएका र प्रभावकारी मान्छे बनायो भने भोलि मलाई छोड्दैनन् भनेर सुशीला आमालाई निर्दलीय प्रधानमन्त्री बनाएर संविधान मिचेर संसद विघटनको निमित्त स्ट्याटस ठोकेर सेनाको सेनापतिसँग वार्ता गराउन उस्काएर महावीर कुन जस्ता, कुलमान जस्ता, रामेश्वर खनाल जस्ता व्यक्तिहरूलाई मन्त्री बनाएर संविधान समेत खारेज गराएर अन्तरिम संविधान जारी गराएर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्छु भनेर जीको तालमा हिँडेको बालेन अब यो विदेशी दलाल हो